हामी चाहिँ यहाँ आज लाकुरी भन्ज्याङ आएको छौँ है। एकदमै 3-4 घन्टाको हिँडाइपछि यता आएका छौँ होइन। कस्तो लागिरहेछ साथीहरूलाई यता हाम्रो? रमाइलो लागिरहेछ। घर जाने बेला चाहिँ आइयो, चाँडै आउनु पर्थ्यो, अलि ढिला भयो। ओके अनि बाटा नाचेर झन्नै चिप्ल्याछ। अनि बोल्नु न अलिकति। हामी अनसर्टेन प्लान गरेर आएको छौँ अनि रमाइलो भइरहेछ ओके धेरै पछि। पहिला त यस्तो थिएन, अहिले चाहिँ राम्रो बनाएर छ यहाँ। यो पार्क बनाएर छ। पहिला हामी आउँदा त प्लेन अलिकति प्लेन त्यो मात्र थियो है पहिला आउँदाखेरि। बाटो पनि खत्तम थियो, अहिले त बाटो पुरा पिच भइसक्यो। यहाँ माथि अलिकति मात्र पिच छैन, ठिकै छ, राम्रो छ। I am missing Hema and Diksha and everyone else. It's not funny. उता जाऊँ न एकछिन, जम्पुताको उतातिर एकछिन बसौँ। तल के खाने भयो? तल साथीहरू अब हामी कता जानु लाग्यो? घर के नखाने खाजा साजा? अगाडि हामी केही खान्छौँ। काफल खान जानु लाग्यो। अब त्यसमा के पाउँछ? ऐसैले खायौँ, अब काफल किन्न पाइन्छ त्यहाँ। कहाँ छ? त्यहाँ छ रु। यहाँ छ? काफल खान जाने हो। ए ओके। काफल यो रातो ए ऐसुलु काफलहरू। ए काफल पनि रहेछ यहाँनिर। रातो काफल। अब कसरी टिप्ने? त्यहाँसम्म टिप्नै सकिँदैन। टिम्बु भन्छ होइन ब्ल्याकलाई? त्यो खानुहुन्न? साथीहरू यो ठाउँबाट चाहिँ काठमाडौँ उपत्यका मनोरम दृश्य देखिँदो रहेछ। एउटा चाहिँ त्यहाँनिर मनमोहन अधिकारीको टावर छ, अघि देखिहाल्नुभयो। अनि यहाँ चाहिँ एउटा सानो स्तूपा पनि छ है साथीहरू। लाकुरी भन्ज्याङमा यो चाहिँ एकदम आज ऱ्यान्डम भ्लग बनेको छ। भ्लग बनाउँछु भने आएको होइनौँ हामीहरू, त्यही पनि अब मेमोरीको लागि सानो भिडियो त खिच्नु पऱ्यो। घुम्न जाममा भ्लग नबनाएको नि धेरै भयो है। हामी अब कहिले जान्छ त घुम्न जामसँग घुम्न? निकट भविष्यमा छिट्टै हो। अनि थान्छ साथीहरू। अब चाहिँ हामी यताबाट फर्किँदैछौँ। साथीहरू हामी अघि अगाडिको बाटो चाहिँ बन्द थियो, यहाँ चाहिँ खुल्ला रहेछ। यो गेट चाहिँ खुल्ला रहेछ। यहाँ तर अलिक चिप्लो छ जस्तो लाग्यो बाटो। किन अप्ठ्यारो छ त्यहाँ? ए जम्प हान्नु मिल्छ? अहिले अप्ठ्यारो बाटो छ साथीहरू, यहाँ चाहिँ अलिकति अप्ठ्यारो बाटो छ। ठिक छ आउनु। हाम्रो युएफसीको क्याप लाउनु भएको छ। हाम्रो रविन्द्र जाँटको एकदम ठुलो फ्यान हुनुहुन्छ उहाँ चाहिँ। के बारे डिस्कस भइरह? हामी अब गाडीमा होइन लमजुङ हाम्रो अस्मीको गाउँतिर घुम्नलाई उसले निमन्त्रणा दिएको छ हामीलाई। ए गेटमा जाने अब खाजा खान जाने। खाजा खान जाने हो? कता? सेल्फी रोडमा। सेल्फी रोड? कहाँ सेल्फी रोड? यहीँ तल हो? हामीलाई फलो गरौँ न। ए ओके। अब हामी चाहिँ यहाँ तल सेल्फी रोडमा गएर खाजा खान्छौँ। मिन्चाले मलाई एउटा फ्रीमा ब्याग दिन्छ कि दिँदैन होला त? मैले ब्लगमा राखेँ भने प्रमोट गरिदियो भने मलाई चाहिँ मिल्न सक्छ। पहिलेदेखि काम सुरु गरियो मसिनो सरले भनिरहेको थियो त। हामी सेल्फी रिसोर्टमा आएको यहाँनिर लुबुमा, माथि लाकुरी भन्ज्याङबाट आएको। अब चाहिँ यहाँ पेट पूजा गर्छौँ अनि त्यो पछि जान्छौँ होला सायद।
ठिक छ साथीहरू मेरो चाहिँ मोबाइलमा चार्ज पनि सक्यो अब हामी यहाँ आएर हामी भ्लग यताबाट एन्ड गरिदिन्छ है हाम्रो आइसकेको छैन हाम्रो भटमास चिउरा मात्र आएको छ हाम्रो सेकमा आउँदैछ अब हाम्रो भ्लग यतै एन्ड गर्छौँ है ल बाई बाई गर्नु पऱ्यो खै खै यता बाई बाई गर्नु पऱ्यो ब्यागको गरेको र त्यसमा चाहिँ हामीले के लिन सक्छौँ भन्ने हो क्या हिसाबले मात्र लेख्न पर्यो होइन डिटो चाहिँ कपी गर्यो भने बोला माया हृदय खोलेर के हुन्छ र मसित बोलेर